उहाँले हाम्रा तथ्य प्रमाणका आधारमा कूटनीतिक हिसाबले संवादबाट यो टुङ्ग्याउँछु, यो नेपालको भूमि हो, त्यसलाई कायम गर्छु भन्ने संकल्प हामीले खोजेको संकल्प हो। तपाईले अहिले उहाँसँग संकल्प खोज्नेले तपाईहरुलाई एउटा ठूलो सकस छ। भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोरौलो उठ्दैन नि। भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोरौलो उठ्दैन, मज्जाले उठ्छ। 74 सालमा 2/3 थियो। त्यति बेला त संकल्प कहाँ थियो? यस अगाडि भदौ 22 र 23 र 24 अगाडि कांग्रेस सहितको 2/3 थियो। त्यो बेला चाहिँ संकल्प कहाँ गएको थियो? मलाई चाहिँ उहाँ पत्रकार चाहिँ एकदम खतरा लाग्छ, एकदम खतरा। यस्तो दामी दिनुहुन्छ नि, ओहो हेर बिचराको मुखबाट आएर पनि निस्किन सकेन भने हेर दारा केटीको संसदमा चाहिँ गर्ने होइन है दिदी, संसदमा चाहिँ गर्ने होइन, फेरि यो त संसद होइन नि, बर्बाद हुन्छ फेरि। मजा आयो।